यस आर्थिक वर्षको बजेटमा सोनिम वाग्लेले मिडल क्लास मान्छेहरूका लागि चाहिँ बम्पर छुट लिएर आएका छन् है। अबदेखि 10 लाखसम्म कमाउने व्यक्तिले चाहिँ इन्कम ट्याक्स तिर्न परेन। अर्थात् कुनै कर्मचारीले यदि पोहोर साल 10 लाख रुपियाँ कमाउँथ्यो र आजको समयमा 10 लाख रुपियाँ कमाउँछ भने अब कमाउँदाखेरि उसको 75,000 रुपियाँ जोगिने भयो। अब पहिले चाहिँ कुनै कर्मचारीले 5 लाखसम्म कमाउँदाखेरि 1% अर्थात् 5,000, 5 देखि 7 लाखसम्म कमाउँदा 10% अर्थात् 20,000 र 7 देखि 10 लाखसम्म कमाउँदा 20% अर्थात् 60,000 रुपियाँ गरेर टोटल 85,000 रुपियाँ ट्याक्स तिर्न पर्थ्यो भने अबको समयमा टो ट्याक्स मात्र 1% अर्थात् 10,000 मात्र छ। र यो न्युज आएसँगै विभिन्न कर्मचारी व्यवसायीहरूमा चाहिँ खुसीको माहौल देखिएको छ, किनकि 10 लाखसम्म कमाउने सामान्य मिडल क्लासहरूका लागि चाहिँ यो निकै नै खुसीको खबर हो। र सम्पूर्ण मिडल क्लास व्यक्तिहरूले चाहिँ यस विषयमा चाहिँ सोनिम वाग्लेलाई धेरै धेरै धन्यवाद दिएका छन्।